म यतिखेर बम्बई घुमेर बम्बईबाट लखनऊको ट्रेनमा फर्कँदैछु। यतिखेर करिब बेलुकाको 8:30 बजेको छ र यहाँ म एक्लै यात्रामा हिँडेको। यहाँ मेरो साथीहरू कोही छैन र अब यो ट्रेनमा अथवा यो ट्रेनको डिब्बामा नेपाली भनेको म एक्लै मात्र हो। यहाँ यात्रा गर्ने धेरै जस्तो इन्डियाकै मान्छेहरू हुनुहुन्छ र उहाँहरूको भाषा मैले बुझ्नु त बुझ्छु, तर यो जवाब फर्काउन अलिकति हिन्दीमा प्र्याक्टिस नभएको हिसाबले मलाई अलिकति गाह्रो परेको अवस्था हो। र पहिलोचोटि म इन्डिया आएको र यो ट्रेनमा पहिलो यात्रा भएको हिसाबले पनि मलाई अलिकति डर लाग्यो सुरुमा चढ्दाखेरि। र यहाँका मान्छेहरू हेर्दा पनि र यहाँ ट्रेनमा स्टेसनमा चढ्ने झर्ने हुने रहेछ, किनकि यो रिजर्भ जस्तो होइन। यो यसमा मान्छे चढ्ने झर्ने भएको हिसाबले पनि यसमा मान्छेले सुते बेला केही सामान चोरेर जान पनि सक्छ भन्ने मेरो मनमा शङ्का उपशङ्काले गर्दा पनि सुरुमा त मलाई अलिकति कस्तो होइन भन्ने एकदम मनमा के होला कसो होला भन्ने जस्तो लागेको थियो। र बिस्तारै म साथीहरूसँग बिस्तारै हल्का